हेलो हेलो साथीहरू सबैजनालाई नमस्कार। आज चाहिँ हाम्रो भान्सामा हेर्नुहोस् त के पाक्दैछ। हाम्रो भान्सामा चाहिँ आज तुप्पा पाक्दैछ। मैले चाहिँ तुप्पा किनेर ल्याइसकेको छु अनि आज पकाउने काम चाहिँ दिदीको। अनि अब मेरो दिदीले चाहिँ यहाँनिर हेर्नु न मैले तुप्पा किनेर ल्याउँदा ओर्दै दिदीले चाहिँ यहाँनिर यो के अरे प्याजहरू यता कराईहरू बसाइवरी प्याजहरू काटकुट पारेर त्यसपछि पकाउनलाई चाहिँ लगभग सुरु गरिसक्नु भएको रहेछ। मैले चाहिँ लिएर आएँ तुप्पा अनि त्यसपछि न्युटेला पनि बुटबाट पारेर राखिसक्नु भएको छ दिदीले चाहिँ। अब यहाँ प्याज रातो पारेर अब यहाँ प्याज चाहिँ रातो पारेर भुट्ने अरे अनि त्यसपछि चाहिँ अब यहाँ के गर्नुहुन्छ म सबै देखाउँछु है। तब लसुन हाल्नुभयो दिदीले चाहिँ अब लसुन हालेर चलाउनुहुन्छ अनि त्यसपछि यहाँ चलाउँदै हुनुहुन्छ। अनि अब के कसो गर्ने हो यो चाहिँ हामीले तुप्पाको सब्जी पकाउन आँटेको कि खासमा तुप्पाको झोल बनाएर खाने हो नि त। अनि त्यही भएर यसमा बेसार हाल्नुभयो लसुन र प्याज फुलाउँदै हुनुहुन्थ्यो रातो पारेर पकाउँदै हुनुहुन्थ्यो। यहाँनिर चाहिँ बेसार हाल्नुभयो मजाले चलाउँदै हुन्छ चलाइरहनुपर्छ नि त नभए फेरि यो कराईमा टाँसिन्छ डढ्छ ओर्छ अनि मिठो हुँदैन नि त। त्यही भएर चलाइरहनुपर्छ र चलाइरहनु भएको छ। अनि अब यहाँ प्याज र लसुन चाहिँ मजाले पाकिसकेपछि रातो भएपछि चाहिँ अनि त्यसपछि यहाँ टमाटरहरू काट्दै हुनुहुन्छ। अब के कसरी पकाउनुहुन्छ म देखाउँछु है त। टमाटर काट्दै हुनुहुन्छ अनि त्यसपछि आलु पनि बोइल गरी राख्नु भएको छ। मैले सिम्पल गएर आउँदाखेरि सबै लगभग रेडी भइसकेको रहेछ। अनि यहाँ टमाटर हाल्नुभयो अब अनि अब यसलाई पनि मजाले चलाउँदै हुनुहुन्छ। अनि अब के गर्नुहुन्छ है त अब अर्कोतिर चाहिँ पानी जगमा बसालिरहेको छ। त्यो पानी चाहिँ तुप्पा बोइल गर्नलाई हो कि अनि गरम मसला हाल्नुभयो यहाँ देखान भनेर भन्दै हुनुहुन्थ्यो। मलाई सेन्चुरीको गरम मसला हो देखान भनेर भन्दै हुन्थ्यो र गरम मसला हालेको देखाएको मैले। अनि यहाँ गरम मसला हाल्नुभयो त्यसपछि के अरे जिरा र धनियाँको धुलो हाल्नुभयो त्यो चाहिँ हामीले घरमै बनाएको के जिरा र धनियाँको धुलो हालेर मजाले चलाउनु हुँदैछ। अनि त्यसपछि तेजपत्ता पनि हाल्नुभएको छ। कसैलाई चाहिँ आउँदैन नआउनेहरूले चाहिँ रेसिपी फलो गर्न सक्नुहुन्छ। त्यस्तो एक्सपर्ट चाहिँ होइन हामी तर जस काम चलाउ चाहिँ हुन्छ दिदीले मिठो नै बनाउनुहुन्छ। अनि आलु हाल्नुभयो बोइल गरेको आलु हाल्नुभयो अब त्यो मजाले चलाउनुहुन्छ ओर्नुहुन्छ। अनि अब हामीले चाहिँ आज भेज तुप्पा खाना आँटेको के खासमा अब अहिले त्यतिखेर श्रावण महिना चलिरहेको छ नि त। अनि हामी चाहिँ माछा खाँदैनौँ त्यही भएर भेज नै खाऊँ न त सबैजना भनेर भेज भए पनि खाऊँ न त भनेर चाहिँ भेज तुप्पा बनाउन लागेको। आज मौसम पनि चिसो छ नि त अरू दिन कस्तो धेरै गर्मी हुन्थ्यो क्या घाम हुन्थ्यो गर्मी हुन्थ्यो अनि केही खान पनि मन लाग्दैन थियो धेरै गर्मी भएको बेलामा। आज चाहिँ मौसम चिसो छ अनि तातो तुप्पा खाऊँ न त भन्ने प्लान चाहिँ एक्कासी बनेको नभए अब त्यस्तो अगाडिदेखि नै प्लान गरेको भए त सायद चना भिजाउँथ्यो मोटी मलाई भिज्ने खाने भए पनि यहाँ चाहिँ दुध पोखेर ग्यास हेरिन सक्नु भएको छ हेर्नुहोस् त। अनि अब त्यसमा चाहिँ नुन हालेको थिएन र नुन हाल्दै हुनुहुन्छ। प्रायः हामी सब्जीमा चाहिँ नुन बिचतिर मात्र हाल्छौँ क्या लगभग सब्जी पाकिसकेपछि नुन हाल्छौँ सुरुमै हाल्दैनौँ। कतिजनाले सुरुमै हालेर पकाउने गर्नुहुन्छ नि त अनि सुरुमै हाल्दैनौँ। यो चाहिँ आलु र के अरे आलुलाई मजाले मुछेर अनि त्यसपछि त्यसमा पानी हालेर अनि फिटेर अनि त्यो पानी फेरि सब्जीमा हालेको के यसो गर्दाखेरि चाहिँ अब सब्जी अलिक पातलो पातलो हुन्छ भनेर होला। त्यस्तो धेरै आलुको चानाहरू चाहिँ अब बाक्लो आलुको चाना ठुल्ठुलो भएर चाहिँ बाक्लो झोल हुँदैन हुन्छ नि त। अनि त्यसपछि चाहिँ यो चाहिँ पातलो झोल बनाउनलाई तुप्पामा पातलो झोल मिठो हुन्छ नि त। त्यही भएर चाहिँ दिदीले त्यसो गर्नुभएको खै के हो म त जान्दिनँ ओर्दिनँ पनि आफूलाई पकाउन पनि आउँदैन त्यही भएर अघि बढ्दिनँ पनि। अनि काम चलाउँदा हुन्छ मैले गरेको पनि तर जस दिदीले मिठो बनाउने भएर चाहिँ म अघि नबढेको। यो चाहिँ तुप्पा हाल्दै हुनुहुन्छ अब तुप्पा बोइल गर्ने पालो आयो त। अनि पानी केटीमा तताइसकेको थियो जगमा चाहिँ त्यो पानी नपुग्ने भएर फेरि यता भाँडो पनि बसाउनु पऱ्यो ग्यासमा। अनि यता अब तुप्पा भाँडो बसायो यसमा तुप्पा हालेर चाहिँ दिदीले चलाउँदै हुनुहुन्छ। अब यो लगभग 4-5 मिनटमा मजाले बोइल भइसक्छ। अनि यसलाई अब के गर्नुहुन्छ प्रोसेस देखाउँदै लैजान्छु है त म। अब यो सबै तुप्पाहरू अब हाल्नुभयो यसमा अब टाकटुक पारेर हाल्नुभयो। अब यसलाई चलाउनुहुन्छ मजाले चलाउनुहुन्छ दिदीले। अनि अब हेर्नु है के गर्नुहुन्छ। अनि यहाँ सब्जी पनि यता लगभग रेडी भइसकेको छ। अब यो उम्लिनुपर्छ एकछिन उम्लिन्छ त्यसपछि अनि ग्यास बन्द गर्ने अनि त्यसपछि चलाउनु भयो तुप्पालाई पनि मजाले चलाउनु भयो। अनि सब्जी पनि अब यहाँ ग्यास हेर्दै हुनुहुन्छ कत्रो हुँदैछ कत्रो बल्दैछ भनेर। मैले चाहिँ प्याज काटेको सरी खोर्सानी काटेको खोर्सानीलाई पनि प्याज देख्न थालेँ म के भन्नु र। अनि तुप्पा पनि लगभग रेडी भइसक्यो अब हैन। अनि पानी तातिसकेको थियो नि त अघि नै आधी पानी तातिसकेको थियो अनि छिटो भइहाल्यो। अनि यता सब्जी पनि उम्लिन थाल्यो दिदीले चलाउँदै हुनुहुन्छ हेर्नुहोस् त कस्तो हेर्दाखेरि काम लाग्दो भयो मलाई त। तपाईहरुले चाहिँ के कस्तो लाग्यो है। अनि मैले चाहिँ प्याज र खोर्सानी काटकुट पारेर राखेँ। खोर्सानी चाहिँ यस्तो पिरो रहेन रहेछ राम 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 मलाई त हात पोलेर अब दिदीले चाहिँ यहाँ बोइल गरेको तुप्पालाई पनि यसरी सर्भ गरिसक्नु भयो। यो चाहिँ बोइल गरेको तुप्पालाई मजाले दिदीले चिसो पानीले पखाल्नु भयो अनि त्यसपछि यहाँ बटुकोमा सर्भ गर्दै हुनुहुन्छ। अब चाहिँ हामी सबैजना परिवार बसेर दिउँसोको खाजा खान्छौँ। अनि आज चाहिँ गर्मी के अरे मौसम पनि यस्तो चिसो भयो हिजो यति धेरै गर्मी थियो केही खान मन थिएन। हिजो चाहिँ आज चाहिँ ओहो के खाम कसो खाम भएर अनि तुप्पा खाने प्लान बनेको हो। त्यो प्लान चाहिँ मेरै थियो खासमा। अनि सबैजनाको लागि यति धेरै हालिरहनु भएको छ बटुकोमा सब्जी पनि नट्ने भयो तुप्पाले नै भरि भराउ भयो बटुको पनि हेर्नुहोस् त यहाँ यही सब्जी पनि यस्तो हेर्दाखेरि कतिखेर खाम भएको छ मलाई त। फेरि कागती नभएर नि कागती चाहिँ बिग्रेको रहेछ के अनि अब ल्याउनलाई पनि यतातिर नजिकै नपाउने अनि त्यही भएर होस् है अमिलो नभए पनि अब के गर्नु त जस्तो त्यस्तै खाम भनेर त्यतिकै छोडिदिएँ। कोही खाने पनि भएन अनि त्यतिकै होस् है भनेर बस्यौँ। अब यहाँ हामी सबैजना बसेर खान्छौँ हेर्नु है यहाँ दिदीले सबैजना हाल्दै हुन्छ पोकिरहेको छ त्यही पनि हाले हुनुहुन्छ के गरेको होला। अब यो अझ तपाईको हुनुहुन्छ बटुको बरी छ यस्तो यो के हो अब प्याज अनि त्यसपछि खोर्सानी मैले काटेको यहाँ सबै हाल्दै हुनुहुन्छ अझ माथि माथि हालेर ओरेर है। अब यसमा अमिलो कागती भएको भए कस्तो मिठो हुन्थ्यो होला। अझ एक चम्चा पनि राख्दै हुनुहुन्छ दिदीले। अब यहाँ चम्चा गर्नुभयो हाल्नुभयो सबैमा अब यहाँ सर्भ गरेर देखाउँदै हुन्छ भिडियो खिच्न भनेर भन्दै हुनुहुन्छ। म भिडियो ल गर्दैछु भनेर भन्दैछु मोबाइलमा चाहिँ। अनि त्यसपछि भिडियो गरेँ टेबलमा राखेर अनि बाबुले चाहिँ अब खाएर कस्तो छ भनेर भनेर भने मैले अनि उसले अब भन्छ कस्तो छ भनेर अनि अब खायो उसले हैन अनि मिठो भयो भनेर भन्दैछ उहाँ। ओके बाई।